हेलो गाइज गुड मर्निङ वेलकम टु माई एनदर ब्लग। अनि आज पनि हामी चाहिँ मर्निङ वकको लागि हिँड्न लागेको छौँ। तर खोइ यहाँको मान्छेहरू उठ्नु हुँदैन, यहाँको मान्छे पनि उठ्नु भएको छैन, किन ढिलो हो। अनि म चाहिँ यहाँ आएर पर्खिरहेको छु उहाँहरूलाई। आज त बिहानै भइसकिसक्यो है। ब्ल्याक सुतेको भयौँ। यहाँ एकजना हिरोनी आउनुहुन्छ यो बाटो भनेको, खोइ त हिरोनी नै आउनु भएन। उहाँ हो यहाँ चाहिँ बोजू हिँड्दै हुनुहुन्छ। अन्त अझै जोड छ त्यसकै ठुलो स्वर छ यहाँ फेरि। आम्मा महादेव चोक आइसकेको छु। हामी चाहिँ आज ओह्रालो जाने भनेर महादेव चोक आएको। अनि अब हामी जान्छौँ त्यहाँदेखि फेरि घुम्दै घुम्दै कता कता जान्छौँ थाहा नै छैन। तिनजना चाहिँ यहाँ हिँड्दै हुन्छन्, म चाहिँ पछाडि पछाडि भिडियो बनाउँदैछु साथीहरू। अहिले चाहिँ हामी यस्तो जङ्गल छ, सुनसान जङ्गल। अनि हामी यहाँ 4 जना हिँड्दैछौँ, 2 जना अगाडि दुईजना पछाडि। हामी किन पछाडि हिँडेको भने हामी हिँड्न नसकेर हिँडेको होइन, पछाडि सुरक्षा गरेको उनीहरूको लागि सुरक्षाको लागि हिँडेको। पछाडिबाट कसैले एट्याक गरौँ भनेर। अगाडि त उनीहरूले देखिहाल्छ नि। सेउती पुलाइसक्यौँ टक्कसँगले हामी हिँड्दैछौँ। यहाँदेखि अलिकति पर पानमारा जान्छौँ त्यहाँ, अनि त्यहाँदेखि हामी फेरि फर्किन्छौँ। पानमारा 6 आइपुगिसक्यौँ होइन। अनि यहाँ हुन्छ उहाँहरू चाहिँ पुरै हिँड्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ म छु। हामी चाहिँ अब एकछिन अलिकति वार्मअप गर्नुपर्छ कि भनेर सोचेको, गर्नुपर्छ होला अब। तर कस्तो प्रिटी राम्रो देखिरहेको रहेछ मलाई त। अब कसैले तारिफ गर्दैन, म आफ्नो तारिफ आफै गर्नु परेन त होइन। गाइज अहिले चाहिँ बोल्ने बिर्सेँ छु ब्लगमा त। एक्सर्साइज हुँदैछ, भाउजूको पाली छ। गरी त हो टाउको राखेर चाहिँ हात राखेर चाहिँ खासमा गर्नुपर्ने हो। अम्बोज त्यो त 6 प्याक निस्किन्छ। थक गएले पसिना गएले हाम्रो खाउ। अन्त खेल्नु न तपाईँको पालो। मैले 70 चोटि स्पिकिङ खेलिसकेँ। 70 र के भन्छ त्यसलाई 70 के त 70 भन्छ। तर के भन्छ 70लाई स्पिकिङ गरिसकेँ के। ओ माई गड टु मच गर्मी। म त यहाँ गर्छु। हामी चाहिँ यहाँ वार्मअप गरेर पनि गइसकिसक्यौँ। आजको लागि यति नै। भोलिदेखि भन्दा अलिकति धेरै गर्ने के हो प्रतीक्षा दिदी? भोलि मलाई जोस दिनुहोस् न, यति धेरै गर्छु कि। यता हाम्रो 2 लड्कियाहरू झन् लडेर साथीहरू। हेलो गाइस, उहाँहरू पनि वार्मअप गरेर गल्नु भएको छ। उहाँ त गल्नै भएको छैन अरे होइन। यस ए झुटी। कहाँ गयो पुलले देख्दिनँ त म त। तपाईँहरूले देखिराख्नु भएको छ यहाँ परको पुल हो, यही पुल जाने हामी यहाँदेखि। आमामा खतरा रहेछ केटीहरू त। सरप्राइज गरिदिइहाल्यो नि पुरै त्यहाँ माथिको पुल भनेर। तर कस्तो राम्रो वेदर आएको क्या। आफूले अरूले मलाई राम्रो भन्नु पर्दैन गाइजहरू, म आफै राम्रै छु। आइ एम सो ब्युटिफुल। डिप्रेशन में रहता हूँ हमेशा। अभी मैं डिप्रेशन में हूँ। घाम हुँदै रहेको छ है, हेर्नु कस्तो राम्रो हरियो। वाउ यसो पो त होइन कस्तो पुलिस यस्तो 2 ताल म्यादीको पैसा खानु भएको छ। 2टा सरकारी जागिरको पैसा खानु भएको छ उहाँले।
अघि हामी देखेको पुल चाहिँ यही हो है। हामी यहाँ पुल आइसकिसक्यौँ। त्यहाँ त किर्मी देखिरहेको छ, यहाँ चाहिँ क्लियर देखिरहेको छ होइन। अघि तल देखेको त यही हो नि त होइन। हो यहाँ यस्तो हिँड्नु पाए, यस्तो मजाको मौसम छ। तपाईँहरू के सुत्नु भएको? यहाँदेखि चाहिँ फेरि तलको पुल चाहिँ यहाँ चाहिँ। तपाईँहरू किन सुत्नु भएको छ? प्लिज उठ्नुहोस्, हिँड्नुहोस्। डिप्रेशन, मैं डिप्रेशन में रहता हूँ हमेशा। अभी मैं डिप्रेशन में हूँ। अनि यो चाहिँ जेएनजी पार्क, तर यहाँ जुत्तै छैन। फेरि हामी चाहिँ अर्को पुल पनि आइसकिसक्यौँ। त्यतिखेर त साथीहरू साँच्चीको तर आज चाहिँ एकदमै धेरै गलियो जेएनजी पार्क। आज फेरि पनि लास्टै थाक्यो आज त। के अरे नानी? जेएनजी माउन्टेन मार्ला नि हर्क सम्पाङको समर्थकहरूले होइन। मैले त केही भनेको छुइनँ है, जेएनजी पार्क मात्रै देखाएको। जेएनजी माउन्टेन दाँत खुल्ने प्रोसेस भइरहेको छ, एकदम हलेर त्यसको चाहिँ खुन निस्किरहेको छ। यस्तो भइरहेछ, यस्तो मजाले हलिरहेछ। यसको त भाइलाई गर्ने बेलामा केही हुँदैन। यो हामी तिनजना, एकजना मान्छेको दाँत खुल्नुको लागि तिनजना मान्छे सहभागी। अनि उहाँ चाहिँ यो डोरी र यो डोरीमा पनि यस्तो डिस्कस छ कि छैन। सेतो डोरी अर्को यस्तो खालको यत्रो भन्दैछु झन् मन्त्र के गर्नु? म तिमीलाई मन्त्र फुकेर केही नदुख्ने बनाइदिन्छु भनेको छु कि छैन? भन मन्त्र हुन्छ कि हुँदैन? होइन मन्त्र हुन्छ कि हुँदैन भन। म पहिले दाँत आफै निकाल्दै मन्त्र फुकेर। ओम ओम दाँत, ओम दाँत नदुखोस्, नम गर 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 बिस्तारो, केही हुँदैन। डिप्रेशन, मैं डिप्रेशन में रहता हूँ हमेशा। अभी मैं डिप्रेशन में हूँ। तिमीलाई तान्न दिन्छु, हुँदैन? हामीहरू चाहिँ त हिङ्गाबारी आयौँ। हामी चाहिँ निस्क्यौँ। अब रात परिसक्यो, यति बेला भइसकेछ निस्केको। अन्ध्यारो भइसकिसक्यो। अब घर जाने अलिकति दुसरा बिगोती लगिदिने। मिठो भएको छ।